यहाँ रहेछ मुलाहरू चोरमा आउँदै बाइकमा आउने मालो पुरै मालो झोला कपडाको मालोमा उहाँ त लडाएको म कहाँ हो त्यही हो पुग्ने हामी कालेको मायाको लागि हामी बसेको नि आज मनै मानेन के मनै मानेन काले बिना जान मनै मानेन 12 है 12 कति कक्षा पढेको भाइ तिमी डाइरेक्ट 11 10 हानिसकेको हामी उतै जाने नि त हिरो डाँडा केटाहरू यहाँ छ हैन त्यो चाहिँ चोर हो भुतियाको चोर हो यो बाबरको चोर हो बेलचौताराको चोर ल ल ल छिटो गर भन्दा यार केटाहरूले यार न्यू डे न्यू ब्लग प्लिज आज चाहिँ हामी चलिदिन्छौँ अब सानो खाएर बिल आयो बिल यस्तो लिएर बस न हेर न त्यो बिल यस्तो हेर है यति है यताबाट क्यापछि हामी चाहिँ यताबाट कोरी यताबाट कोरी तलतिर मासतिर चाहिँ क्यापछि सुनेको लाली गुराँस टिप्नु हुन्न अरे नटिप्नु फुलको पिला के रे दया र धर्म भाग्दछ चुडाइ पाप लाग्दछ ए हो त्यस्तो के हो के भन्न चाहन्छौ केटाहरूलाई नो जे गर राम्रो गर पैसा पठाऊ हैन त्यही हो यो चाहिँ माथि पुल है सङ्गमले भनेको बाटो त्यस्तो खरो भिडै नभइरहेको सिक्लेस कोरी यहाँ चाहिँ वनको बिचमा क्या मौरी केटाहरू त्यहाँ तल खाजा खाएर होइन त्यो तान्तिङ भइहाल्यो त्यसको यता चाहिँ सिक्लेस उहाँबाट बिहान हामी हिँडेर आएको ल केटाहरू ओइ केटाहरू कस्तो दामी पल्लो सिक्लेस देख्यो है उडाको केटाहरू उहाँ त झन् कस्तो राम्रो लाली गुराँस रात हाम्रो यहाँ विवेक हराइसक्यो यात्राको क्रममा बिबु यो रातोवाला लाली गुराँस थाक्यो खिचिरहेको त मैले खिचिरहेको ए सरी एउटा फुल टिप्दिउँ है त केटाहरूको सम्झनामा विशाल म यहाँ किन आएको ए भगवान् बवाल ठाउँ त बवाल विशाल यता हेर त आई स्वाद कमिला वाक वेलकम गर्न बसेको वेलकम कुत्ता हाँसु नि आएन यार बाटो देखेर रुम्की हाँसु भइसक्यो हाम्रो बिबुको कथाको ओ विवेक त्यो त उहाँ पुगेर नि भात खाइसक्यो होला हौ जति हेऱ्यो नि त्यहीँसम्म क्या यार हाम्रो बिबु कहाँ गए सो वी थ्री आदि माओवादीहरू त्यो बेलामा अन्डरग्राउन्ड भएको चरा खतरा गराइरहेको चाहिँ फेरि पनि हामी खानासाना खाएर पक्काको ठाउँ छ नि त खरै हो क्या हो तिमी त हेलो आर यु अ टुरिस्ट ओके एन्ड यु
Where are you from? I'm from Nepal. Colombia? Nepal. Oh, Nepal. Sorry, Yes, okay. Nepal, you know. You know too much. Amir? पैसा पैसा फालेर पापीहरू केटा हो यिनीहरूलाई पैसा नपठाए हेर त कसरी फालेको ए मैले भन्दैछु केटा हो ल पैसा पठाइदियो भने भित्र भन्दैछ अब फ्रुटी खानुपर्छ माथि गएर त्यो अहिलेको बुढाहरूको होला यार हजुर हजुर कता हो कता somewhere in Nepal. How are you? Very good. Very good. Yes. कस्तो दाम ठाउँ ए बाक्को दाम के अब पुरै हिउँ के अब ठ्याक्कै हिउँमा हिँड्न चाहिँ ट्याक्क पहिला यस्तो हान्नु पर्ने रहेछ अनि ठ्याक्क टेक्ने ठ्याक्क गर्ने यसो मिलाउनु ठ्याक्क टेक्ने यस्तो गर्नुपर्ने रहेछ कि आमा मर्दी गाइजहरू ल हेर गाइजहरू हेर कोरी नामै दामी हिमालय दामी ठाउँै दामी केटा हौ हिमालय चढ्यो क्या हो यार ए भगवान् अझै माथि कता हो कता कति अड्यो यत्रो यत्रो अथु बाघ हिँडेको पहिला हो कि बाघ हिँडेको यहाँ रहेछ बाटो पाउँदा विशाल कमान झन् ठाडे उकालो आयो नि त गाइजहरू यहाँ झन् ठाडे उकालो छ यार विशाल ये हेर्न आएको हामी यो खेल्न त मजा हो कि ला गाह्रो यार बाटो यता पनि छ यता नि छ कि कता हो बाटो अब यतै डाँडातिर हो त फेरि पल्टिदियो ल बहुत दामी बहुत कुल मजा आइलिएछ गाउँ यार बर हिउँ त कति हो कति तल यो अझै हिउँ के है कति हो यु क्यान सी ओके गुड मर्निङ फ्रम कोरी गाइज हाउ वाज योर नाइट कोल्ड यार तिम्रो विशाल Very bad यार सास फेर्नै गाह्रो हुने सास फेर्नै गाह्रो त्यसमा त घर त पुरै हिउँ ठिक ए कति साह्रो भएको You can see Marty guys. View त खतरा खतरा यहाँ फेरि लाइन नभएर माथि त्यो माथिको उसमा चाहिँ चार्ज गरेर आएर अनि काका अब फोटोसोटो खिचिन्छ अनि कति 7:30 बजीतिर त झर्ने चल लामो छ यति धेरै छ नि बाटो ओहो जोरै आयो हिजो त यार यहाँ माथि आउनु बित्तिकै त्यस्तो धेरै बाटो के हिउँ हिउँ अरू त झरिसक्यो कुनै कुनै मिस यु वाउ तिब्बतियन के भन्छ भोटे कुकुर खतरा ओइ डुन्जो चक्कर छ क्या अब यो ऊ चाहिँ झन् चक्कर छ योभन्दा कस्तो दामी है गाइजहरू हिजो हिँड्दाखेरि के म त बोल्नै सकेको थिएन यार खुट्टा त्यस्तै है अनि हिउँले भिजेको कि पुरै चिसो नि चिसो टाउको दुखेर ज्वरो आएर अहिले पुग्लाएर अनि बित्तिकै सुत्दै क्या गुड मर्निङ सङ्गमजी हाउ वाज योर नाइट
गरिम भएर नाकबाट हल्का बताइदिउँ गर्मी भएर ए जाडोले होला हौ हट्छु नि त म कहाँकै हिँड्दै नि पर्छ के साह्रो हौ के साह्रो हौ यस्तो मेरो जुत्ता त्यहाँ छ चिसै छ कि अब कसरी लाउने यो फस्नु तातो पानी खानु है ए हुन्छ हस् के चिया खानु तातो पानी खानु पानी नै खाँदैन गम हाल्ने र अनि यो सब अस्ति उहाँ 2 घन्टा ऊ त भरेर ल्याएर राखेको स्टक पानीहरू पानी पानी त यहाँ छैन न त यहाँ पानी सब पानी गाइस यो यस्तो हुन्छ है यहाँको कस्तो कस्तो फिल हुने रे टाउको त जमे अस्ति भइदिएको एकछिन त तर लास्ट गाह्रो भएको है सास फेर्ने मलाई त त्यस्तो भएको थियो यार टोइलेट कोरीको त्यो चाहिँ वाटरफल रिसोर्ट त्यो चाहिँ हामी बसेको लास्ट चाड भएर यार 50 मिटर नेपाली हो यो भन्ने कि है यस्तो खतरा कि अब ल लेट्स गो विवेक गो 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 ओके नो प्रब्लम ब्रेभ म्यान फ्रम नेपाल कस्तो हामी हेर न हामी चाहिँ यस्तो लगाइरहेको छौँ होइन ऊ नो बाल नो प्रब्लम वाउ बडी किसिमै देखियो नि बाबु बल्ल उठ्यो सुन्दरताले भरिएको मेरो देश नेपाल जता हेऱ्यो त्यतै लोभ लाग्दो अफ कोर्स जति हेऱ्यो हेरिरहनु लाग्ने ओ लानु न त्यो लानु हान न टाउको हान न भक्क टाउको हान न ओ यो युलाई गर्मी भएर नाकबाट रगत आयो रे साह्रै गर्मी यता साह्रै गर्मी यु क्यान सी Oh, yes. मार डालो उसको हानिहाल्यो नि टाउकोमा ओके हुन्छ त्यो बाटोहरू अलिकति जोकेर झर्नुपर्छ पुगिन्छ आज सिक्लेस आनन्दै पुगिन्छ 3 घन्टा ओह्रालो 3 घन्टा उकालो 6 घन्टामा आज सिक्लेस बसेर भुल जाने हो ओके भोलि घर भोलि ओके गाइसलाई फेरि मर्दी गाइससँग फेरि आउनुपर्छ अब टु भिजिट नेपाल अब यस्तो पैसा जति भने किन्ने पठाउँछ केटाहरूले होइन अब हामी यो कोरी नै किनिदिनुपर्छ केटाहरूको नाममा एउटा होटल बनाएर एउटा ठ्याक्क ल है केटा हो यसो यति हाम्रो नाउँमा हुनु पर्यो ठिक छ एसी के रे सुने यो पादेको सुन्नु न नन देह घुर्यो भने चाहिँ खै नन देह यार जाम्यौ त्यो होटलमा पुगिभ्या थियौँ के फेरि फर्केर फेरि यो होटल हान्नु यसपालि मुस्ताङ जाने भनेको हो कि यही र मान्छे नमानेको मुस्ताङ जाने भनेको दुईचोटि गइसक्यो सला कुत्ता मुस्ताङ गयो यस्तै हिँड्नै पर्थेन यार म अलि अशक्त थिएँ नि त फेरि तिमी बाइक पनि चलाउन सक्दैन नि त फेरि सक्थेँ म त तिम्रो हात डुँडै भएको भएर हामीले त्यो परिस्थिति पनि हेर्यौँ नि त बुझ्यौँ पनि कि नो किनकि म चाहिँ एकदम त्यो बुझेर अनि त्यो के कस्तो छ सबै माहौल बुझेर हिँडेको मान्छे नि त हाम्रो एकजना मित्र पनि कम भयो भने मलाई नर्मलै लाग्छ नि त ओके त्यही भएर सबैलाई सजिलो अब हात पो डुडो भएको त खुट्टा त भएन के अरे भनेर ट्रेक ल्याइदिएको कि ल अब चाहिँ कुन भ्लग हेर्न पाउँछ अरे गाइजहरूले त्यसपछि ट्रिप टु मुस्ताङ चाहिँ हेर्न पाउँछ होइन मुस्ताङ मजाले पाइन्छ मुस्ताङ जाने केटालाई
केटालाई आफूहरू नभए पनि आफूहरू भएको जस्तो महसुस गराउँछौँ है हामी चाहिँ। ओके 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 ठिक छ प्लिज केटा हो यो पालिको लागि पनि धेरै धेरै धन्यवाद ल अर्को चुटिको लागि पनि सङ्गमको यस्तै सहयोग सङ्गमको दुई शब्द सुनिदेऊ केटा ओ अपेक्षा गर्न त पाइयो नि पाइयो मैले के सोचेको भन्दाखेरि साथीहरू एकदम मनकारीहरू एकदम एकदम भनेको कसले हालिदिन्छ पैसा पैसा हालेर को केटा के अरे साथीले पैसा हालेर को ट्रिप आउँछ भनेको हामी अरू कोही आउँछ हो नि साथीहरू पो छैन साथीहरूको पैसा त छ नि एकदम त्यो बयान गर्न नसक्ने कि केटाहरूको बारेमा हेर तिमीहरूले पैसा हालेर हेर यसरी हिउँ खेल्न पाएको यी अब हेर 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 अब अरूले सोच्नु होला गफ हान्यो भनेर तर छैन हाम्रो केटाहरू एकदम मनकारी बेसरी मनकारी छ यो कति कति इन्च तल होला हौ यो छल्ला तल छ यो तर गयो अब कता डेन्जरै छ कि गहिरो ए हिमाल भर्जिन हिमाल भनेर माछा पुछेर चिनिने के हो ए हो त्यस्तो तर यो हेर्दा मात्रै यहीँ हो कि तर एकदम टाढा हो क्या त्यहाँ जान त लाग्छ होला है 2-3 हप्ता है माथि पुग्न रुट हुनु पर्यो नि चढ्ने उसे छैन नि ओ माई गड सुत्दिने हो हिउँमा म तिमीलाई हिउँ पनि छर्किदिन्छु ओ नो प्लिज ओ नो वाउ टु रमाइलो टु फन ओए विवेक विवेक Here you go. Wey. सिक्नु छ के ए डो दुईजना आयो केटा दुईजना आमा खतरा 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 ओए छेउतिर जाला है फेरि खतरा स्केट बोर्डै नचाहिने कि अब ऊ यस्तो पनि कति साह्रो भयो Oh, they're fighting. ए झपझप हान न यार केटा हो के हो वाउ हेर्नु न फुलहरू है क्या राम्रो हामी चाहिँ फर्किसक्यौँ अब यसलाई नेपाल भन्छ यसलाई गाइस यसलाई नेपाल भन्छ नो यो नेपाल होइन नि गाइस यस्तो दामी आज रमाइलो रहेछ है धेरै ग्रुप गयो यार दुईजना त धेरै कहाँ भेटेन नि केटा र केटी कस्तो जोडी पनि सुहाएको हो कि फेरि यता केटा उता केटी तपाईँ बिहे गरेर त खुसी हुनुभयो नि है कति वर्ष भयो भन्दा नि कति हो ल तपाईँहरूको आगामी दिनहरूलाई एकदम धेरै शुभकामना गर्दछु हजुरको शुभकामना चाहिए होइन संसार जाए भाड्ने हाम्रो सिर्फ हाम्रो न ठिक छ कन्फिडेन्ट हुनुपर्छ हिजो यहीँ खाना खाँदैमा आज नि त्यहीँ खाना त्यही छोएर त आएको हामी त्यही तिमी पो सुत्दै थियो त छुदा कस्तो हुन्छ भनेर मलाई सोधा के बाबु को अफ्रिका जस्तो छ खै यता अफ्रिकन कति कालो हो कि तिमी
कहिले काहीँ यसो मम्मीको फेरम लभली चोरेर लगाएन हो यहाँ त झन् अबे कपडै मान्छे कालो कपडै कालो कपाल बेहोरा कस्तो लु खाना पाएर हाम्रो खाना मेरो बोका राँगो खसी कुडो खाँदै जिन्दगी तनावपूर्ण जुत्ता नि च्यात्तियो यार मर्दी गाइजहरू त जुत्ता नि च्यात्तियो यता नि च्यात्तियो यार हाम्रो त उसवाला सेफ्टी सुज सेफ्टी यस्तो उकालो कम ओहो प्लिज यो बाटोको त कुरा नगर्नुहोस् प्योर माओवादी एकादशको माओवादी लाल सलाम लाल सलाम खुट्टा हल्ले है विशाल कामे है धन्न भगवान्ले शक्ति दियो यार यत्रो हिँड्नलाई भयो बस्दा त एकदम त यार तिमीलाई त निन्दा लगाएर यात्रा जारी नै छ विवेक कता पुगिसक्यो त्यो त ऊ त मार्ली पुगिभ्यो होला ठिक छ जिन्दगीमा यतिको कहिले काहीँ चाहिँ ट्रेकिङ नै हान्नुपर्छ रिसाउनु भएन अब हाम्रो यात्रा भनेको समीर आइसी मनाङ मलाई कहिले त्यो टले आउने अब नयाँ वर्षतिर आउँछ नयाँ वर्ष नेपालीको यति चाँडै ए ल ल ल अब चाँडै नै हामी मानुङको ए मनाङ भ्लग्स पनि देख्न सक्नुहुन्छ है त हामी त 4 जना त हुन्छौँ होला नि होइन विवेक तिमी म यो ऊ होइन के समीर पनि हुन्छ नि हामी 4 जना हामी 4 जना मात्रै आएको तिमीलाई कोला बोक्ने हो केटाहरूलाई बोकेर हुनु भएन अब बोक्दियो त बस्थ्यो भयो है ढाडमा बस्नु पनि कस्तो हुँदो रहेछ यसो त झोलाले दुखिरहेको फेरि केटाहरूको टुटीले पनि घोचे नि बरु वी डोन्ट ह्याभ टुटी टुटीको काम छैन धमिराले आएर खुट्टा चल्यो भने क्या टुटी चल्छ यार ल लागौँ भयो है लागौँ ल हस् हस् त बाई बाई अब यहाँ पछि हामी सिधै उसमा पुग्छौँ तल हाइड्रो पावरमा अनि त्यहाँबाट फेरि 2 घन्टा त माथि फेरि उकालो सिक्लेस बल्ल नि आजको दिन अन्तिम तपाईँ नै आउनुहोस् तपाईँहरू नै आउनुहोस् इन्जोय गर्नुहोस् हामी त देखाएर नि सकिन्न भनेर नि सकिन्न यति राम्रो ठाउँ छ यो कोरी त्यो यो हिजो लाइन चाहिँ थिएन त्यही अलिक झ्याउ भयो टोयलेटको पनि त बाहिरै गरिदिए क्या अरे अब केटाहरूले कता कता गरे म त गएन म त तलतिर गएर अनि हिउँले पुस्दिएको बाटो ए उसै छेडिदिएको विवेक औडा यार तिमी यसरी हिँड्छौँ नि ऊ त उफ्रिँदै हिँड्छ हेर न हेर न ऊ त उफ्रिँदै हिँड्छ भने अचम्म ल 5 महिनाको लुगा है अहिले चाहिँ हामी गुरुङ गार्डन हाउस कुखुराहरू टक्क पारामा विशाल चाट अगाडि पारामा विथ्री जस्ट 3 घण्टामा ट्याक्क सिक्लेछ अब यो सिस्नो यो चाहिँ यस्तो यो त छ्याल्ला छ है गाइजहरू फेरि यो त छ्याल्ला छ ए भगवान् ल डेलिभरी भएको बेलामा बोलाऊ ल हामीलाई निम्तो देऊ ल तिम्रो भागमा 3टा रातो भाले परेछ ए हस् के पायो यसो सम्पर्क गर ल मिल्यो भने यतै पोखरा त होला
यहाँ गण्डकी गण्डकी यत्रो बाटो जान के गाइस यहाँबाट यस्तो 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 कहाँ हो यार हैत्ते सब यसले गरेर साला कुत्ता अरूको दुःखमा हाँस्छ झोले बल्ल आधी घन्टा टाइम हेरी कहाँ थकित छौ त कि छौ कोहीलाई के को चिन्ता कोही ऊ नाच्दै हिँडिरह पुरा सी अर्को यहाँ स्ट्रगल गर्दै ए भाग न हौ रन भन्ने गीत सुनेनौ गाह्रो ल लास्ट यो फुल है त योभन्दा अब माथि चाहिँ देखिन्न हामी चाहिँ हो त्यो बाटो देखियो नि त्यो बाटो चाहिँ हो झरेको वहाँ माथि डाँडा यस्तै डाँडा उताको डाँडा चाहिँ कोरी हो होइन उयो चाहिँ माथि यो चाहिँ माथि खोला रे मलाई ट्याक्कै थाहा छैन ल यो चाहिँ अब लाली गुराँस चाहिँ अन्तिम रुख यहाँ मासतिर चाहिँ छैन कि झाके मेरो लागि हो मेरो लागि हो प्रिय अझै यो सबै फुल तिम्रो लागि ओ केटीले दिन नसकेको काम उसले गरिदियो सेम टु यु यत्तिको चाहिँ हुनुपर्छ है केटी यत्तिको दिने आठ खोइ केटीहरूमा यार जाऊ के भाइ विशाल किन यस्तो यहाँ त थाहा छैन तिमीलाई ट्र्याक्टरमा जाऊ कि साँच्चै ऊ खाली रहेछ ऊ यता यस्तरी बोल ल फाइनली ब्याक टु सिक्लेस विशाल बिरालो के छ तिम्रो खबर यता हट्टाकट्टा भइहाल्यो न त मायालुलाई मैले गुराँसको फुल ल्याइदिएको छु लभ यु सब्सक्राइबर्स यो चाहिँ आगो फुकाएको रे गाइजन भर्खर अनुसन्धान गर्दाखेरि अहिले चाहिँ हामी सिक्लेस बासिन्दा भइसक्यौँ गाइज ल अब आगो जलाउने रे ल के हुन्छ अब यहाँ ल अब के हुन्छ अब यहाँ दाजुले के गर्छ है अब यहाँ बवाल खतरा पो हुने रहेछ त हौ दही खटेमा त के गरिदियो विशाल ल कस्तो बवाल हो मजा भयो केटा है हजुर फर्स्ट टाइम तनौ हजुर 9 चोटीसम्म गर्छ हजुर ए 9 चोटीसम्म ए 9 चोटीसम्म गर्छ रे यो पोलो त्यो आमाले त पुरै ताप्नु भयो है गयो उस पनि सिद्धे त गाइज कोरी ट्रेक पनि धैन ल बाई बाई गाइज भ्लग पनि यही अब सकिन्छ होला अब तलको बाटो त भ्लग पनि सिद्धिन्छ अब